नमस्कार साथीहरू। आज संसद भवनमा के भयो हामी त्यतातिर नजाउँ। मेरो विषय के हो भने एउटा नर्मल सानो व्यापारी पनि सरकारको चेपमा या चाहिँ नि कुनै सिन्डिकेटमा कतिसम्म भाष्यको हुँदो रहेछ। त्यो आज एउटा चिजलाई चाहिँ नि महावीर सरले खुलासा गरिदिनु भएको छ। कुरा यतिमा मात्र टुङ्गिँदैन, किनभने सांसद त्यहाँ अरू पनि छन् विपक्षी दलका, तर उहाँहरूलाई चाहिँ नि यस्तो विषयमा सानोतिनो जनताको सानोतिनो एउटा चाहिँ नि जनता चाहिँ नि कसरी मारमा परेको छ त्यो विषयमा बोल्ने सुधा उहाँहरूलाई फुर्सद छैन। नियम कानुन के थिच्यो के भन्ने हामी त्यतातिर नजाउँ, तर एउटा आम जनताले बुझ्ने कुरा के हो भने सानोभन्दा सानो चिज पनि हेर्दाखेरि सानो देख्यो भने त्यसको चाहिँ नि इम्प्याक्ट जनतालाई ठुलो परेको हुन्छ। त्यो चिजमा चाहिँ हाम्रो ध्यान जाँदैन। अब बालेन आयो कि आएन, बालेन चाहिँ मेरो अगाडि बसेर चाहिँ नि बोल्नुपर्छ भन्ने कुराहरूमा हामी अल्झिरहेको छौँ। मलाई के लाग्छ भने तपाईँ निष्पक्ष भएर एउटा चाहिँ भित्रै आत्माले काम गर्नुहुन्छ भने तपाईँले त्यहाँ हरेक चिज देख्न सक्नुहुन्छ क्या, जुन गल्तीहरू। त्यही भएर म के भन्न चाहन्छु भने तपाईँहरूले जनताको लागि काम गर्नुहोस्। भोलि कसले भोट पाउँछ कसले भोट मलाई दिन्छ भनेर तिर नलाग्नुहोस् भन्ने मेरो चाहिँ सुझाव छ। यो भिडियो हेर्नुहोस्, महावीर पुन सरले के भन्नुभएको छ, गभर्मेन्टको लागि कसरी चाहिँ नि सुझाव दिनुभएको छ, तपाईँ हेर्नुहोस्। म पनि दिनदिनै ट्याक्सीमा हिँड्छु। ट्याक्सीमा हिँड्दाखेरि मैले के थाहा पाएँ भनेदेखि अचानक अहिलेसम्म थाहा नभएको कुरा, एकदमै तपाईँहरूले पनि थाहा छैन होला, मैले के कुरा थाहा पाएँ भने एउटा ट्याक्सी चालक एउटा ट्याक्सी किन्नको लागि सरकारले 250 देखि 300% त्यो कर त लगाएकै छ। त्यसमा पनि अब ट्याक्सी चालकहरूलाई अझै कर के थप रहेछ भने त्यो ट्याक्सीको लाइसेन्स प्लेट लिनको लागि चाहिँ 15 लाख रुपियाँ, कालो प्लेट लिनको लागि। ट्याक्सीको पैसा त छुट्टै भयो, 30-35 लाख रुपियाँ पर्छ। कालो प्लेट लिनलाई 15 लाख रुपियाँ चाहिँ यो लिने चलन रहेछ। यो कुरा म ट्याक्सीको ड्राइभरसँग कुरा गर्दा गर्दै यो कुरा थाहा पाएपछि मैले यातायात विभागको डिजीसँग कुरा गरेँ। यो के हो कुरा मैले त बुझिनँ भनेर भन्दाखेरि उहाँले चाहिँ यसमा चाहिँ चलखेलको कुराहरू ल्याउनु भएको छ होइन, यसमा सिन्डिकेटको कुराहरू आएको छ। यहाँ चाहिँ प्रदेश सरकारको पनि हात भएको देखिन्छ, तर अब यातायात विभागको पनि होला। यसैले यो चलखेल जुन छ, सिन्डिकेट जुन छ के हो, यो कुरालाई चाहिँ बुझेर चाहिँ यो चाहिँ तुरन्त खारेज होस्। किनभने 15 लाख रुपियाँ कालो प्लेट लिनलाई, नम्बर प्लेट लिनलाई 15 लाख रुपियाँ बुझाउनु भनेको चाहिँ यो चाहिँ एकदमै ठुलो भ्रष्टाचार छ। यहाँ ठुलो चाहिँ यहाँ कालो धन्दा छ। अहिले नेपालमा भएको लाखौँ ट्याक्सीहरूले 15 लाख रुपियाँ चाहिँ को दरले तिर्दाखेरि हिसाब गर्नुहोस्, अरबौँ रुपियाँको चाहिँ यहाँ चलखेल भएको छ। यो चाहिँ गर्नुहोस्। र अब 15 लाख रुपियाँ उठाउनको लागि दिनको 2000 रुपियाँको दरले पनि हिसाब गर्ने हो भनेदेखि त्यो ट्याक्सीले त्यो 15 लाख रुपियाँ उठाउन 25 महिना लाग्छ। अनि छोराछोरी कसरी पाल्छ, परिवार कसरी पाल्छ? यो चाहिँ एकदम गम्भीर विषय हो र यो कुरा चाहिँ एकदमै सबैको ध्यान आकर्षण जाओस् र तुरुन्तै यसमा कारबाही होस्।